गाइस वेलकम स्टक अब चाहिँ सिट बाँकी हो यहाँ यो राखेर आउँछु ल रेनकोट इज इम्पोर्टेन्ट अहिले देखाउँछु स्टार्ट हुन्छ यो वान ट्यापहरू वान किकहरू गाइसदेखि हेरौँ है त वान किकलाई चाहिँ लाग्दैन म त किक हाल्छु अहिले तुमसे ना हो पाएगा त्यो अघिको वान किकको बिल्ला भएको बुझ्नु अलिकति म पोजिसनमा मिलेर हो म त स्टार्ट हो बाइक एकछिन ततामै म घरतिर छु अहिले एकछिन बाटोमा साथीसँग भेटौँ है दिउँसो छ क्या आज लास्ट गर्नु भएर A few inches later. गाइस अब यस्तै हो हामी आइसक्यो यो के अरे यो पुल उता पुल बाटो जाँदै ललितपुर हामी दिउँसो चाहिँ साढे 7 जाम हुन्छ भनेर हजुरलाई हामी जाँदैछौँ चिलमा भिडियो बनाउँदै पुलिसहरू के बोल्नु यार यस्तो घाम आएको छ बर घाम लागेको छ आज त्यसलाई बर यस्तो पर्खिरहेको यस्तो ताकिसकेँ क्या यस्तो अचानक घाम के लाग्यो पानी पर्ने छिट्यो जस्तो लाग्छ यार बेला बेलामा त रेनकोट हुँदाखेरि त त्यही गाइस अहिले चाहिँ हामी काँडेसम्म पकाएर यो बाटो होइन देखिरहेको छ कि छैन यता के थाहा देखिरहेको होला यो बाटो होइन कति त यो बाटोको ड्राइभरहरू होला जो पनि यो 20 सिट हुँदा फिलहाल 45 देखि हो हाम्रो कति बजेछ 10:56 we got 49 minutes left त्यही हो गाइस अब आवाजले हावाहरूले आवाज सुनेको छैन आएन बोल्न त प्रयास छ यो भन्दा कति कराउने होइन बोलेछ टक्क लगाएर अब यस्तै भ्यूहरू हेर्दै जाने हो गाइस अहिले पुल आउँछ त्यसपछि यो बाटो के भनिराखेको त्यो 7 बजीमा चाहिँ गाइस अघि चाहिँ यसै हो यस्तो सरप्राइज कट हान्दिएको हजुरहरूलाई कसैले नभनी कट हान्दिएको चीटिंग करता है तू भिडियो बुझिरहेको हामी जाँदैछौँ यो अन्डरग्राउन्डमा त अब यस्तो मजा आउँछ यो अन्डरग्राउन्ड के भन्ने मलाई पुनमुनि भनौँ न यही बाटो जान्छ अरे अहिले चाहिँ ट्याक्सीहरूलाई चाहिँ यो बाटै जानुपर्छ अरे हामी चाहिँ उता माथिको बाटो पनि जानु मिल्छ जस्तो ठिक छ अरू चाहिँ के भन्यो भने चाहिँ अब यो पछि अर्को अन्डरग्राउन्ड आउँछ म त वे टु आवर के अरे होम जस्तो के अरे होमले जब भने जब जस्तो भयो त्यहाँनिर त भिडियो के काट्नै पर्दैन त यार यस्तो बाटोमा काट्नु पर्छ भनेको हाइट काण्डै परेको छैन यार ठिकै छ केही छैन चिल हो 0.5 है सही यतिको भइसक्यो त ओ साथी हुँदा अब यसरी गरिन्छ पछि एक्लै भयो भने त यस्तो हो त्यो हुन्छ एउटा हात मोबाइल हुन्छ अनि गाली खाइन्छ क्या मान्छेहरूकोमा केही गल्ती भयो भने बाइक चलाउँदा अप्कालाई उताबाट जानै हुन्छ तर हामी यो बाटो जान्छौँ अनि यो बाटो गएर अहिले एउटा गल्ली देखाउँछौँ वेट एन्ड सी अरू चाहिँ के भन्यो भने चाहिँ मेरो बाइकहरू चाहिँ अहिले मखनै भए अब मेरो बनाउनु भनेको चाहिँ के अरे यो डिस्प्ले हो त्यसपछि स्ट्यान्ड हो अनि सेल्फ हो डिस्प्ले चाहिँ पछि बनाउनु मुडे छैन मलाई काम छैन डिस्प्ले होइन नकुदाउने मिटर नहेर्नेलाई मतलब छैन यो बनिहाल्यो आरपिएम बनिहाल्यो अरू मलाई मतलब छैन त्यो पनि मैले बनाउनु खोजेको थिएन बाइकै स्टार्ट नहुने भन्दै कुल्टेर यार त्यस्तै भएको थियो अस्तिको पनि यहीँ आएर ठोकिएको थियो छैन भने हिँड्दैन भने है हलिँदैन हौ लाग्छ भने थाहा नै छैन के हाल्नु लाग्यो भने त लाग्यो नि यताबाट साइड जाने ट्याक बोलाएर कोही त आएन नि अघि हर्न बजाउनु पनि ठिकै छ केही छैन झन्डै एक्सिडेन्ट भएन झ्याप ब्रेक लाग्यो त्यही नै हो के भन्ने हो अनि यहाँबाट निक्लिन्छ हामी अर्को बाटो गाइस अब एकछिन त्यो के अरे त्यो एउटा दामी ठाउँ दामी भन्दा नि एउटा ठिकको ठाउँमा चाहिँ त्यहीतिर भेटौँला के छ यस्तै छ जिन्दगी
यो बाटो देखाउनलाई मात्रै हो गाइस एउटा बाटो किन गरे भने चाहिँ कोही हुँदैन मजाले खुलेर बोल्न पाउँछ त त्यही भएर हो अरू के भन्ने यस्तो गर न के अरे यो छ नि यसलाई यता यसलाई यो पज हान्दै एकचोटि अफ हान्दै त सही हो गाइस हल्का एउटा सेटअप मिलाएको अब अहिलेको लागि माइक छैन केही छैन के गर्नु होइन किन्न पनि झराएको छ जिस्कै होइन पैसा छ अरे क्या होइन हौ पैसा बाइकले लगिहाल्यो भएको जति पैसा अब त्यही हो अब के भन्ने अरू त होइन यो यस्तै छ बाटोहरू लभली लभली भित्र बाटो छिनी हो त्यही नै हो अरू त के भन्ने होइन बेला बेलामा यस्तै यस्तै भइरहेको छ अनि अब त्यही हो हामी काममा पुग्न लागिसक्यो अब मैले हाम्रो काममा सबैभन्दा प्रब्लम के भयो भने चाहिँ हामी इम्प्लोइहरूलाई भनेको जस्तो पार्किङ नपाउन सक्छ क्या त्यहाँ पार्किङ भएर पनि हस्पिटलमा जानु हस्पिटलमा दिएन भने मलाई उता पब्लिक हान्नु पऱ्यो पार्किङ त्यसमा मलाई बाइकको डर लाग्छ केही हुन्छ भने ढिलै छ हौ दिउँसो काम गऱ्यो भने चाहिँ मर्निङ सिफ्ट र नाइट सिफ्ट चाहिँ डर दामी पार्किङको व्यवस्था दिउँसो चाहिँ त्यहाँ अरूहरू मान्छेहरू पनि आउँछ अरू इम्प्लोइहरू पनि छ त्यहाँ हाम्रो पो सेकेन्ड फ्लोर अरूहरूको तपाईँ त्यहाँ कति त्यो हेर्दाखेरि 3 फ्लोर देख्छ होला त्यो बिल्डिङ तर मलाई 8 फ्लोर हो क्या 8 कि 7 भित्र त 7 फ्लोर छ भने त्यो के अरे उसमा के भन्छ त्यो एलिभेटरमा के हालिदिएर बाहिरबाट हेर्दा मात्रै तिन तला देख्छ ढिलै छ यो भिआइपीहरूलाई चाहिँ हुन्न यिनीहरू तोप हो गाडी ल्याए पनि यस्तै हो ब्रो हामी यस्तै त हुने ब्रो जहिले यस्तै त हुने ब्रो कार्ड आफ्नो ठाउँमा अरे गाइदिने एउटा उता साइडलाई दिइरह नाइस दिइरह सही हो अब हामी कहाँ पुग्नु पनि लागिसक्यो होइन त्यही हो एकछिन कुदाएको सुन्नु न होइन आवाज सुन्नु आवाज यो जस्तो मर्निङकै आउँछ सँगै पऱ्यो भने बेला चाहिँ ढिलो परिहाल्छ 5 दिनमा हाल्ने भएको छ क्या अरे म नर्मली अहिले धेरै हुन्छ त्यही भएर एउटै बाटो कति पनि 5 दिनमा यस्तो मान्छेहरू पनि फ्रेस हुन्छ नि त ल यो बाटो फेरि 5 दिनमा देख्यो भन्ने हुन्छ नि त त्यही भएर 5 दिनमा हालेको है गाइस त्यही नै हो अब यहाँबाट एक लेफ्ट हालेपछि हाम्रो ठाउँ आउँछ सही हो अब अहिले बेलुका भेट्छु कि अहिले कहिले भेट्छ थाहा छैन तर त्यही हो एकछिनतिर पार्किङ चाहिँ होइन मस्त पाइदिरहेको क्या पार्किङ हेर्नु सही हो अब चाहिँ पछि भेटौँला हेच अलिक एकछिनमा भेटौँ भनेको यो चाहिँ गाइस यस्तो पहिला यहाँ हिमालयन जाभा थियो होइन टक्क लगाएर अहिले यो हटाइदियो ट्याक्कली पुल खेल्थ्यो हामी जहिले चारा आएको मतलब हुन्थ्यो कि पहिला चाहिँ यहाँ पुल खेलिन्थ्यो मजा आउँथ्यो तर अहिले चाहिँ यस्तै छ पछि त्यो भेट्यो है के अरे अघि मैले बर्खामा त किन काटिहाल्थेँ केटी आयो कि डर लाग्यो लात लागिरहेको सही लात लागिरहेको बुझिरहँ क्या यस्तै हो यस्तो धुलो भइरहेको An eternity later. ल गाइस कतिमा 8 घन्टामा कति 16-20 घन्टा लाग्यो जस्तो लाग्यो यार 1-2 दिनै लाग्यो जस्तो बल्ल बल्ल काम सकेर हामी पुगिरहेछौँ गइरहेछौँ हामी यो बागमतीको पुलबाट काठमाडौँ ललितपुर हामी छोड्यो अब सक्यो ललितपुर सक्यो अब गाइस यति हो उदाम एकछिन त्यही हो गाइस ललितपुर सक्यो अब हामी आयो काठमाडौँभित्र अब के भन्यो भने चाहिँ होइन अब अहिले चाहिँ पानी परेको त्यही भएर बनाउनु लगाएको हो खासमा होइन अलिकति रोकै बिस्तारै बोल्नुपर्ने हुन्छ यार पछाडि गाह्रो पर्छ होइन लात लाग्छ यार के भएको यार अघिको मार्क्स थियो लात लाग्छ अहिले त मार्क्स छ कस्तो लात लाग्यो यार हावा आइरह होला डेन्जर आइरह होला है भ्याउने भयो क्या माइक छैन नि त किन्थ्यो नि त यार गाइजहरू त्यही नै हो गाइज अब योबाट धराराबाट काका त्यही हो पानीको छिट्टा आइरहेको छ भने हल्का हल्का पर्ला जस्तो भएकोतिर घर पुगेसम्म छिट्टा आउनु सक्छ गाइज घर छैन पऱ्यो भने त म बनाउँछु नि बनाए सिधै घरमा एन्ड हो कि त अहिले एकछिन हेर्न हालिदिन्छु म त्यही नै हो गाइज लु यार अहिले जाम रहेछ यार अहिले भेट्नु ल गाइज त्यही हो फेरि पनि ल गाइज कति भन्ने यो चाहिँ केटाकेटी हो हामी पुगिसके यसले त कस्तो साइलेन्ट दिएको त यार अचकल्टो यस्तै मान्छेहरूले गर्दा हो क्या एक्सिडेन्ट भयो गाइस त्यही नै हो आवाज पनि त्यस्तै आएर होला है मेरो त आवाज लास्ट सानो आएको थियो अघि रेकर्डिङ सुने आवाज पनि त्यस्तै सानो हावा पनि त्यस्तै आइरहेको छ ल बाइक पनि त्यस्तै हुनु हान्दा चाहिँ तिमी अगाडि पुग्दिरह क्या सही हो गाइस
बाइक चाहिँ लभली भए मक्खन चुम्मेश्वरी A1 छ A1 बाइकको कन्डिसन A1 पुरानो पार्टहरू सब नयाँ हुँदैछ खर्च कसैलाई जिन्दगी सोधेको थिएन मैले बाइकमा यति खर्च गर्छु कसैमा पछि भन्नु होला खर्च कति भयो भने चाहिँ अहिले त जहाँ जाम पऱ्यो यार जाममा फेरि झ्याउ लाग्छ कि मलाई लात लाग्छ कि बुझिरहेको गाइजहरू हिँड्यो हेर्नु कसले मतलब बुझ्यो जाममा त बुझ्नु ओ ताल लाग्छ कति ओ इजी हो क्या अनि जस्तो अहिले त्यस्तो जाम चाहिँ छैन होइन हिँडिरहेको छौँ हामी आवाज पनि राम्रै आइरह होला अहिले एकछिनमा कुदाउँदाखेरि चाहिँ डेन्जर हुन्छ क्या आवाजै हुँदैन क्या अहिले कुदाएको मात्रै हाल्छु म रोक न ट्याक गराएर दुइटैले पेलिदिएर है खिच्दै ल्याए जस्तो गर्छ त यार एकछिन भेट्यो भने त कहिले कुदाउँछ एकछिन अब गाइस अब तिमीहरू मेरो आवाजभन्दा बढी अब टक्क लगाएर हावा र बाइकको आवाज सुने है गाइस सुन है सुन्नुहोस् है सुन्ने होइन सुन नि होइन सुन्नुहोस् है त्यो कुदाम न कसो कुदाउने त दिनु लाग्दा guys यार यो कस्तो यो घरतिर के अरे ल गाइस ब्याक टु होम है होम पुगिसकेँ म काले देखेर होला फक बत्ती बाल्ने बिर्सेर सो यो यतातिर चाहिँ बाइक होइन अनि के भन्छ भने एउटा कुरा भन्छु ल अहिले भन्नु ए म्याचेस बत्ती एकछिन रोकै त्यही नै गाइस के भन्दाखेरि म्याचेस हामी ठ्याक्क होइन ल कस्तो फोरेछ छ्या कहिले के पर्ने बाइकको ल्याउने विशेष रोक्ने बाइकको ल्याउँछ यार पहिले के भन्नु पर्दाखेरि चाहिँ मैले को भन्नु खोजेँ के अरे ठ्याक्क मैले रेकर्डिङ अफ गरेको होइन ठ्याक्क क्या डेन्जर एक्सिडेन्ट भइदिएर क्या अगाडि अब फेरि रेकर्डिङ के गर्नु होइन एक्सिडेन्ट भएको भन्ने छोडिदिएँ मैले चाहिँ त्यस्तो गर्नु हुँदैन होइन डेन्जर एक्सिडेन्ट भयो एउटा एनएस बाइक थियो होला एउटा स्कुटर ट्राफिकहरू गयो तिनीहरूले सम्हालेला सिचुएसन चाहिँ होइन अनि अरू के भन्नु पर्दा भने चाहिँ होइन म्याकु त्यही हो अरू केही भन्नु छैन बाइक लभली भए धेरैचोटि भन्छ कि कहिले कति बेला बाइक जाने थाहा होइन कति बेला चुना दिने अहिले थाहा होइन होइन म्याचेस बाइकको आँखा कहाँ हो मात्रै भए अलिकति एक दुईवटा चिज अब सेफ र स्ट्यान्ड बनाउनु छ यार चलाइसक्यो मलाई त्यसले बनाउने हो बिस्तारै ट्याक्क लगाएर सही हो एउटा गोप्रो किन्नुपर्छ या के न के एउटा किन्नुपर्छ जस्तो छ यार मुस्ताङको बाटोमा भुलोउराउँदै छैन क्या मैले त क्लिपहरू साथीलाई धन्दा साथीले अहिले सिटमा सँगै छ र आनन्दले गरिरहेको छ भने मात्र त म्याचेस के हो ल यार त्यही नै हो गाइजहरू के भाइ मिठो सोटेहरू छ त्यही हो अब आजको यस्तै छोटो मिठो बोलाउँदो ब्लग सही हो म्याचेस भेटौँला अर्को भिडियोतिर